दुबे रङ्गशालामा स्वागत गर्न चाहन्छु र पक्कै पनि यहाँले दुबे रङ्गशालाको सबै चाहिँ एम्बियन्सहरू यहाँको इन्भाइरोमेन्टहरू वातावरण देखिसकेको केही भाइ वर्षाको कारणले हामीले साबिक समयभन्दा 2 दिन पछि सरेको छौँ र अहिले हामी 15 गते नै हामी चाहिँ झापा महिला गोल्ड कपको सम्पूर्ण तयारी चाहिँ पुरा गरिसकेको थियौँ तर पनि भारी वर्षाको कारणले हामीले 2 दिन साथमा बाध्य भएको र आज सम्पूर्ण नेपालीहरूमा खेलप्रेमी महानुभावहरूमा यहाँको मिडिया मार्फत हामी जानकारी गराउन चाहन्छौँ झापा महिला गोल्ड कप समितिको केही प्रश्न छ भने यहाँले राख्नु यो फ्लोर खुला भएको भनेर भनिसक्नु भयो होइन। जस्तो टिमहरू चाहिँ के छन्, अब टिमहरू तयारी आइसक्यो, आउने क्रममा छन्, टिमहरू कुन कुन आइसके, भारतको खेलको दौरान मात्रै आउँछन् कि छिटै आउँछन् त्यो बताइदिनु न। टिमहरू 15 गते साबिक समय थियो यो झापा महिला गोल्ड कपको समय। त्यही टाइममा हामीसँग चाहिँ अब अलरेडी टिम चाहिँ चर्च बोइज युनाइटेड पहिलो गेमको टिमहरू चर्च बोइज र पुलिस क्लब चाहिँ हामीसँग सम्पर्कमा आएर हामीसँगै नै यहाँ बसिसकेका थिए। आए पश्चात हामीले चाहिँ आपतकालीन समय चाहिँ हामीले त्यसलाई सार्नु परेको कारणले गर्दाखेरि उहाँहरू चाहिँ हामीसँगै हुन्छ। त्यो बाहेक पनि हामीसँग सङ्कटा पोखरा चाहिँ 4वटा टिम चाहिँ हामीसँग अलरेडी अहिले हाम्रै मार्फतमा रहेर बसिराख्नु भएको छ टिमका सबै क्लबका साथीहरू। त्यो बाहेक नेपालका राष्ट्रिय टिमका खेलाडीहरू चाहिँ भारतमा गेम खेलेर आउने क्रममा चाहिँ यहीँको रुट हुँदाखेरि सजिलो हुन्छ र हामीले उहाँहरूलाई पनि अहिले झापा नै यहीँनिर राखेका छौँ। अधिकांश राष्ट्रिय टिमका खेलाडीहरू जो चाहिँ एपिएफ क्लबसँग आबद्ध हुन्छ उहाँहरू पनि हामीसँगै नै रहनु भएको छ। यस अर्थमा भन्दा अहिले हामीसँग 5वटा टिम चाहिँ अहिले झापामै हुनुहुन्छ, झापाको शिवशताक्षीभित्रै हुनुहुन्छ 5वटा टिमहरू चाहिँ। र अरू टिमहरू चाहिँ आउने क्रम जारी छ, उहाँहरू चाहिँ अनसेड्युलै आउँदै हुन्छ। र 200 रुपियाँ भिआइपीतर्फ चाहिँ हामीले दोस्रो श्रेणीको टिकट चाहिँ हामीले 200 रुपियाँ राखेका छौँ भने जेनरल टिकट चाहिँ 100 रुपियाँ राखेका छौँ। यो 2टा टिकट चाहिँ हामीले लागू गरेका छौँ र हामीले पूर्ण रूपमा अपाङ्गता व्यक्ति र 10 वर्षभन्दा मुनिका बालबालिकालाई चाहिँ पूर्ण निःशुल्क गरेका छौँ प्रवेशमा। अनि त्यो कारणले गर्दाखेरि यसको आयोजक टिम तर झापाली फुटबल फ्यानको लागि चाहिँ हामीसँग फेरि झापाली टिम छ झापा एफसी भनेपछि त्यो झापा महिला फुटबल टिम छ नि जुन तपाईँहरूको यहाँ खेल्ने त्योसँग आयोजकको लेनादेना केही पनि छैन भनेर बुझ्दा हो। के सहयोग गर्ने कुराहरू यो ठाउँ झापामा भएको कारणले गर्दाखेरि प्रत्यक्ष सपोर्ट त पक्कै पनि रहन्छ। नेपाली महिला फुटबललाई झापा महिला फुटबलले पक्कै पनि सहयोग गर्छ। त्यसमा पनि झापामै यही भएको कारणले झापा एफसीसँग केही न केही सरकार त राख्छ। त्यो कारणले तर ठ्याक्कै ठिक यो चाहिँ आयोजक टिम हो भन्ने चाहिँ त्यो कारणले गर्दाखेरि यो संस्था झापा महिला गोल्ड कप समिति एकदमै न्युट्रल छ, जुनै टिमसँग पनि इक्वल रिलेसन छ। भनेपछि स्थानीयवासीले आएर जुन टिमलाई आएर सिटी बजाउनु भयो, हजुर भन्नुभयो स्थानीयवासीले आएर जुन टिमलाई पनि सिटी बजाउनु आएर उहाँहरूको त आफ्नो टिमलाई जुन टिमसँग सपोर्ट गर्छ। सिटीको चाहिँ यस्तो हुन्छ जस्तै सिक्किममा भएको फ्रेन्डली म्याचमा पनि धेरै सिक्किमेले हेरे नेपाली टिमको समर्थन गरेका थिए होइन, त्यो स्वाभाविक रूपमा पाइहाल्छ त त्यो चाहिँ फ्यानको आफ्नो चोइसको कुरा हो। अर्को कुरा पनि यहाँहरूको मिडिया मार्फत जानकारी के गराउन चाहन्छौँ भने हामीले यहाँको एउटा स्ट्राटेजी के अलिकति दर्शकहरूलाई पनि हामीले सरप्राइज राखेछौँ है। यहाँ के छ भने झापा महिला गोल्ड कपमा पाल्नुहुने सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई हामीले उहाँले टिकट काटे बापत हाफ टाइममा चाहिँ मध्यान्तरमा चाहिँ हामीले गोला प्रथाद्वारा एकजना भाग्यशाली दर्शकलाई एन्ड्रोइड स्मार्टफोन पनि दिँदैछौँ। त्यो बाहेक अरू हाम्रो स्पोन्सर सङ्घ संस्थाहरूले पनि उहाँहरूलाई सरप्राइज गिफ्ट दिँदै हुन्छ। त्यसको लागि चाहिँ उहाँहरू यही ग्राउन्डमा आउनुपर्छ।